आज वैशाखको 14 गते आइतबार माता तीर्थ औँसी आमाको मुख हेर्ने दिन र अचानक आज एउटा सम्झना भयो कि एउटा अनुभव एउटा भोगाई 2072 सालको वैशाख 12 गते विनाशकारी भूकम्पको दिनको एउटा संस्मरण र एउटी आमासँगको त्यो जुन अनुभव मैले अनुभूत गरेको कुरा आज मलाई सान्दर्भिक लाग्यो। आमासँग जोडेर त्यो भूकम्पको एउटा समयको कुरा कथाकै रूपमा लिनुभयो हुन्छ, तर सत्य कुरा हो। अनुभवको कुरा म यहाँहरू समक्ष सेयर गर्दैछु। वैशाख 12 गते शनिबार 2072 साल मेरो श्रीमतीको एउटा पसल थियो, फेन्सी पसल। यो काठमाडौँ बुढा नीलकण्ठको वडा नम्बर 9 मा पर्छ होला, एकता बस्ती चोकमा। करिब 12 बज्न लागेको थियो। मसँग मेरो सानो छोरा भनेको त्यति बेला 7 वर्षको थियो, मेरो ठुलो छोरा कता घरको गल्ली चेपतिर साथीभाइहरूसँग खेल्न गएको थियो। हामी पसलमै थियौँ दुवैजना, श्रीमती। अचानक यस्तरी हल्लियो, त्यो पसलको ऱ्याकहरू थतर्कियो, सामानहरू झऱ्यो, कटटट गऱ्यो। भूकम्प हो भन्ने थाहा भइहाल्यो। झट्ट हामीलाई हाम्रो छोरा गयो होला, कता गयो होला। हामी फुत्त पसलबाट अगाडि निस्किन लाग्दा ऊ पनि गल्लीबाट गुडुर कुदेर आफ्नो छोरालाई भित्रै कतै गएको के हुन सक्थ्यो, थितो लडाउँथ्यो उहाँले। ऊ पनि सडकतिर आइपुग्यो। मैले च्याप्पै समातेँ उसलाई, यसरी बाँदरले बच्चा चेपे जस्तो चेपेर। बाटोको पूर्वपट्टि चाहिँ पश्चिम फर्केको घरहरू थियो, अनि बाटोको पश्चिमपट्टि चाहिँ एउटा अलिकति ढिस्को 2 कान्ला भएको जमिन थियो। सडक त पार गरियो, तर अलिकति अगाडिपछि त्यो जमिन अलि चिप्लो थियो कि के थियो, अथवा कोक्रो जस्तो जमिन हल्लिरहेको थियो। घोप्टो पारेर लडेको। अनि मम्मी चाहिँ अगाडि गइसक्नु भएको थियो, भनेको छोरोको मम्मी। मान्छेहरू अलिअलि भेला हुँदै थियो। माथि चाहिँ एउटा कति तला बिल्डिङ घरहरू पनि असुरक्षित भइरहेको थियो। मान्छेहरू खुला एउटा खाली चौरमा आइरहेको थियो कि घरहरू छोड्दै दौडिँदै। म निहुरेको छु, लडेको छु पुरै घोप्टो जस्तो, अनि छातीमा छोरोलाई चेपेको छु। अब मेरै शरीरले नथिचोस् उसलाई भनेर एउटा हात भुइँमा पनि टेकेको छु, घुँडा टेकिएको छ। अनि अगाडि हेर्छु, कोही आएर मलाई उठाए ताने हुन्थ्यो भन्छु, कोही तान्दैन। जमिन हल्लिरहेछ, म चाहिँ त्यो हल्लेको जमिनमा भनेको झुलुङ्गे पुल हल्लाउँदाखेरि जसरी मान्छे डराउँछ, अनियन्त्रित हुन्छ नि, हल्लिन्छ, त्यस्तै भइरहेछ। अनि सार्दा पनि उठाउन आइरहेको छैन कि। यसो पछाडि फर्केर हेरेँ, बिजुलीको पोल त पुरा यसो मच्चिरहेछ। मेरै छेउमा डङ्गै लाग्यो भने मलाई पछाडि लाग्न सक्छ। ओहो, मलाई त लाग्न सक्छ। मलाई पिर लाग्यो। सानो छोरा बोकिरहेको छु, यिनीहरूको के हुन्छ। अनि यसो हेरेँ, मोटरसाइकलमा सर्र आएका एक जोडीहरू यसो साइड लागेर अँगालो मारेर रुन थाले। त्यति बेला एउटा ट्याक्सी आएर सर रोक्यो। अचानक ढोका खुल्यो। ढोकाबाट त्यो हतारिएर हो कि अथवा भल्लिएर हो कि के गरेर एउटा मान्छे त्यसै डङ्ग्राङ उत्तानो भएर लड्यो। हतार उठेर फेरि यतातिर आयो। घरहरू हेर्छु, घरहरू बाटै छोला जस्तो एकदम नुहेर हल्लिरहेछ। एकदम एकैचोटि थुप्रै दृश्यहरू केही सेकेन्डको बिचमा के। बल्ल तल्ल सायद रोकियो होला कि, भूकम्पको त्यो ठुलो झड्का रोकियो होला, केही सेकेन्डको त थियो। म उठेँ र माथि यसो हेरेको, कुइनाहरू पनि एकदम माटो लागेको, अनि धस्रेको होइन। घुँडा पनि दुख्न पो थालिसकेछ, धेरै सङ्घर्ष भएछ क्या त्यहाँनिर। गएर पछि लामो सास फेरेँ, अनि सन्तोष भतिज शनिबार थियो, तर पनि के कारणले हो जागिरमा गएको थियो। झट्ट उसको याद आएछ, ला ऊ त झन् मुख्य सहरमा हो। मैले उसलाई फोन गरेँ, तत्काल लाग्यो कि फोन। मैले केही बोल्न पो उसले भने, अङ्कल यो त धरारा त लड्यो, भाँचिएको देखियो नि, मान्छेहरू सहित भाँचिएको देखियो। फेरि छिनमा फोन काट्यो। यता म झापातिर कल गरेँ, फोन लागेन होला सायद। त्यति बेला एकजना आमाले छोरो हो आफ्नो, 20-22 वर्षको, लुरे हाडा छाला मात्रै भएको, चुस्सा दारी सारी आएको, 20-22 वर्षको जुन उमेर अवस्था हो त्यो सकी बोकेर अगाडि छातीमा, अघि मैले 7 वर्षको छोरालाई बोके जस्तै गरेर बोकेर लिएर आउँदै हुनुहुन्छ। वर्ष बिसारेको अवस्थामा यति दुःख गर्दै। ओहो, कुन घर हो त्यही अगाडि भएका 2 तले 3 तले 4 तले घरहरू लहरै थियो। तिनै कुनै एउटा घरबाट बल्ल आमाले निकालेर लिएर आउनुभयो। एकदम त्यो बोकेर लिएर आएको नि हृदय विदारक जस्तो। मैले शारदालाई सोधेँ, अलिकति सङ्केतमा छु। उहाँको छोरा चाहिँ सायद बच्चैदेखि होला
अशक्त, हिँड्न डुल्न बोल्न खान केही पनि नसक्ने सारा बच्चा बेला जस्तो स्याहार चाकर गर्नुपर्ने छोरा। ओहो झन् पीडा भयो मलाई। यतिन्जेल त्यो हामी बाहिर हुँदा जुन आतंक महसुस गरिरहेको छु त्यो घरमा अरू कोही थिएन होला। आमा हुनुहुन्थ्यो, छोरा थियो। छोराको जीवन कहिले हो कति हो हैन, अनिश्चित छ नि जीवन। बच्चादेखि स्याहार गर्दै 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 20औं वर्ष त्यो छोराको स्याहार गरिरहनु भएको छ। फेरि पनि मलाई आफ्नो छोरालाई छोरो हो नि बचाउनु पर्छ, आमाको मन हो नि। सहयोग गर्ने पनि कोही थिएनन्। त्यो भूकम्पले घर हल्लिएको बेला लिएर पनि आउन सक्नु बोक्न सक्ने छोरो पनि त होइन नि। अनि बल्ल लिएर त्यहाँ लिएर आउनु। मेरो मनमा थुप्रै कुराहरू खोले। ओहो आमा आमा यदि आमा त्यो छोराको अवस्थामा हुनुहुन्थ्यो अशक्त, अनि त्यो छोराले अथवा बुहारीले छोरीहरूले कसैले आमाको 20औं वर्षदेखि त्यो खालको चाहिँ दिशा पिसाब स्याहार चाकार हैन, खुवाउने प्याउने नुहाउने लुगा धोइदिने आदि 20औं वर्षदेखि गरिरहनु भएको छ। अनि आज भूकम्प आइरहेछ। त्यसै गरी आफ्नो ज्यान जोखिममा राखेर आमालाई बोकेर घिसारेर लिएर आउँथे कि यी आमै कति त बाँच्छिन् नि, यिनको जीवन कसरी सुरक्षित छ र भनेर त्यही छोडेर आफू भागेर बचेर आउँथे होला। त्यो कुरा मनमा एक खेलिरहेकै। अरे ती आमाप्रति एकदम माया लागेर आयो, श्रद्धाभाव जागेर आयो। भित्रैबाट आमालाई हेरेँ, छोरालाई हेरेँ हैन, कस्तो भावुक बनेर आयो। ओहो आमा, यही त हो आमा हैन। आमा पूजनीय आमा, सब थोक बिर्सेर आफूलाई लुटाएर आफूलाई गुमाएर सन्तानलाई बचाउन, सन्तानको सुरक्षा, सन्तानको खुसी, सन्तानको नाम सब थोकका लागि आफ्नो जीवन पनि बलिदान गर्न सक्ने आमा। सम्झे कि त्यो कुरा। ओहो आज माता तीर्थांशी भले यति बेला चाहिँ हैन बाध्यतावश आफ्नो चाहिँ सन्तानहरू जन्माएर सालनालसहित गाड्ने आमाहरू नसम्झ्यौँ, नकारात्मक कुरा नसम्झ्यौँ, अथवा आफ्ना साना नानीहरू छोडेर अरूसँग विवाह गर्ने आमा पनि नसम्झ्यौँ। त्यो अपवाद हो भन्ने ठानौँ। तर आम आमाहरू, खास आमाहरू, हामीले भन्ने लेखिने गाइने आमाहरू, जो ममताकी खाने आमाहरू। मलाई आज झट्टै यो कुरा याद आयो कि वैशाख महिना 72 सालको वैशाख महिना माता तीर्थ। भले त्यति बेला सम्झेको माता तीर्थांशी त्यति बेला चाहिँ एक हप्ता अगाडि 5 गते थियो कि। यी तमाम आमाहरू संसारका कुनै पनि कुनामा हुन्, कुनै पनि जात, कुनै पनि धर्म, कुनै पनि भूगोल, कुनै पनि देशका आमाहरू हुन्। आमाहरू नै हुन्छन्। ती समस्त आमाहरूलाई यो एउटा सानो सत्य घटना सेयर गर्दै यहाँहरू माझ राख्दै उहाँहरूको आमाहरूकै सम्मानमा मैले यो कुराहरू सम्झिएर यहाँहरूलाई सम्प्रेषण गरेँ। समग्र आमाहरूप्रति यत्रो धेरै सम्मान रहोस् हाम्रो। कहिल्यै कुनै आमाहरू वृद्धाश्रममा सन्तानविहीन भएर बस्नु नपरोस्। कुनै पनि कस्तै पनि सन्तानहरूबाट आमाहरूले कहिले पनि रुनु नपरोस्, कहिले पनि अब हेलामा नपर्नु नपरोस्। आमाहरूको जुन त्याग छ, समर्पण छ, ममता छ, त्यसको बदलामा आमाहरूले सधैँ खुसी जीवन पाउन् सन्तानहरूबाट, सन्तानको सुखबाट, सन्तानको समृद्धिबाट, सन्तानले गर्ने आमाहरूप्रतिको सद्भाव लगावबाट उहाँहरूको सधैँ जीवन खुसी होस्, सुखमय होस्, प्रफुल्ल होस्। सबै आमाहरूलाई तपाईँ हामी सबैको तर्फबाट मैले शुभकामना व्यक्त गर्दछु।